हामी चाहिँ अलिक अगाडि नै आउने भन्दै थियौँ कि आज फेरि लास्टै ढिलो भइहाल्यो भगवान् कसरी लेख्ने हो पेपर आइसकिसक्यो डर लागेर रुन आँटेको अहिले सम्बन्ध चाहिँ पछिसम्मको लागि रहिरहोस्। कहिलेकाहीँ ठुलो स्वर पनि गरियो होला, कहिलेकाहीँ पाटा पिट्टा पनि गरियो होला। फेरि बोल न हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै र आरामै छु होइन। अनि अहिले चाहिँ म स्कुल जान लाग्दैछु। हाम्रो चाहिँ एक्जाम चलिरहेछ नि त अहिले। अनि फेरि एक्जामको चाहिँ आज लास्ट हो क्या, फर्स्ट टाइम र लास्ट हो। अनि मैले अस्ति यस्तो भ्लग पनि बनाएको थिइनँ। अनि आज चाहिँ हाम्रो एक्जामको लास्ट दिन हो। सबैजना आइसक्यो। आउँछु चाहिँ हिजो र अस्ति आएको थिइनँ बिरामी भएर, आज ऊ पनि आइसकेको छु होइन। यिनीहरूको पनि एक्जाम छ कहिले? अहिले कति बजीदेखि तिमीहरूको एक्जाम? 12 बजी चाहिँ उनीहरूको एक्जाम छ। अनि हामी चाहिँ छिटो जान्छौँ। मैले चाहिँ अलिअलि पढ्छौँ भनेको के गर्छौँ होइन, यसो किताबहरू हेर्छौँ क्या हामी पनि। हे भगवान् आज त केही आउँदैन। आउँछु सबै आउँछ। उसलाई त नपढी पनि आउँछ, उसलाई त नपढी पनि पास हुन्छ। सजल यता हेर त एउटा अमूल्य चिज खोज्दैछु दिमाग हो कि अब के हो नि होइन यार के हो नि दिमाग हो कि के खोजेको साथीहरू। मलाई टिकाले कस्तो देखेको छ, मलाई चाहिँ यो कालो टिका लगाएको सधैँ। अनि आज मैले यो टिका लगाएको थिएँ। ह्याप्पी बर्थडे भाइ। चक्लेट आयो। अब मुख बिहानै मुख पनि मिठो गर्न पायो भने आजको एक्जाम राम्रो हुन्छ साथीहरू, थाहा पायौँ हामीले। भाइ यता हेर त, यता हेर न भाइ आजको हाम्रो एक्जाम कस्तो हुन्छ होला? राम्रो हुन्छ, सबैजनाको राम्रो हुन्छ। हामी चाहिँ अलिक अगाडि नै आउने भन्दै थियौँ कि आज फेरि लास्टै ढिलो भइहाल्यो। अलिकति आएर माथि अहिले म माथि गएर एउटा देखाउँछु ल, एक थोक देखाउँछु कि ए भगवान् त्यसले गर्दाखेरि मलाई यस्तो दिक्क लाग के भनेदेखि हेर न भाइ। अब आफूलाई नआएको होइन, एक दुईवटा त नि होइन ब्रेन्चमा लेख्दा हुन्छ नि, ब्रेन्चमा लेखेर ठाउँ नै छैन। म सबै कोरेका खान अगाडि एकदमबाट चुप। मैले अघि भनेको थिएँ नि यहाँ यस्तो छ ब्रेन्चको हालत, कोरेर यहाँ कहीँ पनि लेख्ने ठाउँ होइन कि। अब यहाँ बसेको छु, सबजना आइसकेको रहेछ नि। 12को एक्जाम हुन्छ क्या अचेल। भगवान् कसरी लेख्ने हो पेपर आइसकिसक्यो, डर लागेर मर्दा आइसक्यो। फोन राख्छु ल बाइ साथीहरू। फाइनल्ली हाम्रो चाहिँ एक्जाम सकियो। अब यहाँनिर हाम्रो चाहिँ आज फेरि प्रोग्राम पनि छ क्या। किन रुन आँटेको अहिले? नरुवा क्या भन्दा चाहिँ यो शब्द अलि अप्ठ्यारो विधायी, तथापि यसलाई कतिपय ठाउँमा हामीले फेरि भेटौँला भन्ने कार्यक्रम पनि भनेको छ। अब विद्यार्थीको रूपमा त फेरि भेट हुँदैन भाइबहिनीहरूसँग, तथापि भोलि होइन विभिन्न प्रसङ्गमा हाम्रै सहकर्मीको रूपमा, शिक्षकको रूपमा या कर्मचारीको रूपमा, अरू कुनै रूपमा विभिन्न ठाउँमा भेट हुन्छ। अब हामीले लगभग लामो समयसम्म यहाँनिर सँगै बस्यौँ, सँगै काम गऱ्यौँ। अध्यापनको क्रममा विभिन्न कुराहरू सिक्यौँ। कति कुरा हामीले तपाईँहरूबाट सिक्यौँ, कति कुरा तपाईँहरूले हामीबाट सिक्नुभयो। तबबाट हामी एउटा यस्तो मोमेन्टमा आइगएका छौँ जहाँबाट चाहिँ हाम्रो बाटो अलिकति विस्तृत भएको छ, साँगुरिएको होइन विस्तृत भएको छ। उज्जवल भविष्यको शुभकामना व्यक्त गर्न चाहन्छु र हाम्रो यो सम्बन्ध चाहिँ पछिसम्मको लागि रहिरहोस्, विभिन्न रूपमा रहिरहोस् भन्न चाहन्छु। हामीले निरन्तर जारी राख्नुपर्छ र जीवन भनेकै एउटा यात्रा हो। यो यात्रामा हामी कहिले उकाली हुन्छ, कहिले ओह्राली हुन्छ र यसमा कहिले ठेस लाग्न सक्दछ, कसैले कहिले असफल पनि हुन सक्दछ। यस्तो अवस्थामा हामीले हतोत्साह हुँदैन। असफलता नै सफलताको सूचक हो भनेर हामी अगाडि बढ्नु पर्दछ। र अब यसै पढाइका दौरानमा हामीले कुनै विद्यार्थी त हामीसँग 2-3 वर्ष पढ्नुभयो, कुनै त हामीसँग लामो अवधि पढ्नुभयो। यो पढाइका सिलसिलामा विद्यार्थी भाइ बहिनीहरूलाई हामीले कहिलेकाहीँ ठुलो स्वर पनि गरियो होला, कहिलेकाहीँ पाटा पिट्टा पनि गरियो होला, कहिलेकाहीँ राम्रा कुराहरू पनि भएर, तर हामीले यो विद्यार्थीको हितको लागि भनेर गरेको
र विद्यार्थी भाइ बहिनीहरू यहाँबाट अब जुन छोडेर जानुहुँदै औपचारिक शिक्षाको लागि यहाँबाट यसमा हामीले के कुरा गर्नुपर्छ भने सरहरूले यो हाम्रै लागि गरेको होला भनेर यहाँका नराम्रा कुराहरू यो गेटभित्रै नै छोडेर जानुहुनेछ र हामीले यसरी निरन्तर रूपमा अध्ययनलाई लिएर जानुपर्छ। अध्ययन लिएर गइएन भने हामीले जे टार्गेट लिएको छौँ त्यो प्राप्त गर्न सकिँदैन। त्यस कारणले गर्दाखेरि विद्यार्थी भाइ बहिनीले अब आउन आँटेको अथवा वैशाख 11 गतेदेखि सुरु हुने वार्षिक परीक्षामा यहाँहरूको सफलता प्राप्त होस्, परीक्षा राम्रो गर्नुहोस्, सम्पूर्ण विद्यार्थीहरू पास हुनुहोस् र विद्यार्थी भाइ बहिनीको उज्जवल भविष्य रहोस् भन्ने शुभकामना व्यक्त गर्दै म 2 शब्द यहाँ गर्छु। धन्यवाद। आजको यो औपचारिक कार्यक्रम सम्पन्न गर्ने प्रक्रियाका लागि खाजा पनि नखाई पानी पनि नखाई कक्षा 11 र 12 का भाइ बहिनीहरूले जुन तत्परता देखाउनु भयो, सहभागिता दिलाउनु भयो, त्यसको निम्ति म फेरि पनि हार्दिक आभार प्रकट गर्दै यो औपचारिक कार्यक्रम यही समापन भएको अनुरोध गर्न चाहन्छु। विरक्त लाग्दो रूपमा छन् सबैजना। हेर त कस्तो देखिरहेछ, राम्री त्यतापट्टि कालो आइरहेको थियो क्या अहिले भर्खर। ओ माई गड, हाम्रो बिदाई पनि गरिदिनु भयो र अब त हामी छुट्टिनु पर्छ। सायना सायना कसरी बस्छ होला क्या? यो सायना कसरी बस्छ? सायना हामीसँग पहिलेदेखि नै मिल्थ्यो, साथी पनि कोही छैन, साथीभाइ पनि म सायना म चाहिँ कता गएँ? कस्ता हुन्छ मान्छेहरू। अर्को वर्ष सँगै पढ्छु त म तिमीहरूसँग चिन्ता नगर। बिचरा अबदेखि त यो भेडालाई पनि भेट्न पाइँदैन, चरालाई पनि भेट्न पाइँदैन। तर यसलाई त पर्सि भेटिन्छ, यसलाई पनि भेटिन्छ होला। साथीहरू हाम्रो स्कुलमा चाहिँ आज लास्ट दिन। कस्तो फोहोर भन्नु होला, यस्तो चाहिँ नभन्नु कृपया, किनभने अहिले यो पत्ता झर्ने खडेरी के भन्छ, पत्ता झर्ने खडेरी यो पत्ता झर्ने सिजन भएर होला कि साथीहरू। यो सबै झरिरहेको छ। अब यो सफा गरेर पनि काम छैन, त्यो पनि हाम्रो दादाले भनेको गर्दै हुँदो रहेछ होइन। म चाहिँ के भन्छु भने होइन, सफा नगर्दै ठिक छ हुँदैन अचल भन त, भोलिपल्ट यो झरिहाल्छ। सबै सुकेको पत्ता सबै झर्छ। हाम्रो स्कुलको पनि खटिनु जानुहुन्छ कृपया सबै होइन। के भएको छ भनेदेखि हाम्रो पिपल बल्ल बल्ल हाम्रो चाहिँ खाजा पनि आनिदिनु बनिसक्यो। हाम्रो शान्ति आन्टीले बनाइदिनु भएको होइन। बनाउँदिन भन्दा पनि जबरजस्ती बनाउनु लगाएको आन्टीलाई। यिनीहरू चाहिँ खानाका पसाराहरू मात्रै हुन्, लिन चाहिँ आउँदैनन् नै। सायना बाइक फेरि बोल्दा एकचोटि फेरि बोल न। नारायणको भाग पनि मेरोमा हाल्नु। ओइ नारायण, तैँले तेरो मेरो भागमा कम्पेयर गरौँ न यहाँ। भाइ अघि हालिसके नथुक्दा हुन्छ, अघि हालिसके मर्ला फेरि। जा नारायण जा, तेरो भागमा थोरै चोरिदिएको खाँदैन अरे त्यसले। हाम्रो सब्जाउ खाना बबिनलाई चाहिँ हो, म त खाना त कसरी नखाउँदैन। मेरो आज नहाले इल्सा किन लुकेर खान्छ? अब त गर्ने हो ब्लग। साथीहरू हाम्रो शान्ति आन्टीले बनाउनु भएको चटपटे एकदम मिठो। साथीहरू अब चाहिँ हामी स्कुललाई छोडेर जाँदैछौँ। अर्को कुरा चाहिँ के हो भने साथीहरू आज छुट्टी नै दिन रे होइन। अनि त्यस्तो साथी नारायणले चाहिँ हामीलाई आज कुल्फी खुवाउँछ अरे क्या, अस्ति पनि खुवाएको थियो हो।
हाम्रो एलिसा दिदी र खुसबु दिदी चाहिँ गइसक्नु भएको छ। अब यो हाम्रो स्कुल चाहिँ तर हामी त यहीँ देखिरहनु के बाई गर्नु होइन, यहाँ हाम्रो घर उहाँ छ के हो छिमेकी हो। एउटा हो ल ल भनेको नि हाम्रो साथी एकदम महान छ भनेर ल ल एउटा लियो ल साथीहरू होइन यति फेरि भिडियो गरिराखु। नारायण बाई पैसा चाहिँ अहिले ल्याएर नि चुप त फेरि मर्छस्। कस्तो खालको छ देख्यौ न सजल एकछिन खुसी भएको फेरि तिर्नु पो भन्छ पैसा त हामी तिर्छ हामी तिर्नु पर्दैन तिर्नु पर्दैन। सो त्यही हो साथीहरू, आजदेखि चाहिँ हाम्रो एक्जाम पनि सक्यो अनि त्यस पछाडि आज चाहिँ हाम्रो बिदाई पनि गर्नुभयो सरहरूले होइन। त्यस पछाडि स्कुलबाट अनि मायाको चिनो पनि हामीले एकदम राम्रो पायौँ। अनि अर्को कुरा चाहिँ के भन्नुहुन्छ भने म चाहिँ एकलट रोइ पनि सकेको थिएँ अनि फेरि मैले हँसाइदिएँ फेरि हँसाइदिएँ फेरि हँसाउनु पनि कस्तो बेलामा हँसायो भने सरले भाषण गर्दै हुन्थ्यो रुँदै थिएँ, भाषण गर्दा गर्दै हाँसेँ क्या म कस्तो लाग्यो। अनि त्यस पछाडि अनि त्यही हो अब हामीसँग चाहिँ सरहरू मजाले मिल्नुहुन्थ्यो। साथीहरू म चाहिँ घर आइपुगेर पनि बस्दा गरेँ एकछिन अनि त्यस पछाडि मेरो आज एक थोक गुम भएको छ। के भन्नुहुन्छ भने मेरो चार्जर र पावर ब्याङ्क साथ मैले अंशुको ब्यागमा राखेकी थिएँ, अंशुले ब्यागै केही नगरिकन गइछ कि नहेरिकन नराखिदिकन गइछ। सेतुमारी पुगो साथीहरू, मेरो फोनमा चार्ज पनि 37 मात्रै छ। अनि म चाहिँ अब सिधै जान्छु होइन मही भाट्नु मम्मीले मलाई मकै रोप्ने भन्दै हुन्थ्यो। अनि बल्ल हेर मलाई हावाले उडाउँदैन, त्यो पनि मेटाएको छैन, टिका पनि मेटाएको छैन, केही गरेको छैन। म चाहिँ अब मम्मी भाट्नु जान्छु अनि त्यता हुन्छ कि त हुन्छ थाहा छैन मलाई। सो गाइज म चाहिँ के भन्न चाहन्छु भने हिजो बेलुका चाहिँ मैले भ्लग एन्ड गर्नलाई मतलब बिर्सेको पनि होइन कि के भएको थियो भने म लास्ट गलेको थिएँ हिजो। के भएर भन्नुहुन्छ भने मैले भनेको थिएँ नि मेरो चार्जरहरू गुम भएको छ उता कहाँ अरे उता सेतुमारी पुगेको छ भनेर। म चाहिँ त्यो चार्जर लिन भनेर गएको थिएँ, सज्जल र म गएको थियौँ। कति 6:30 बजे गएको थियौँ, 6:30 भएको थियो होला नि है, 6:30 जति भएको थियो। अनि 7 बजेर 2 मिनटमा ठ्याक्कै घर आइपुगेको थियौँ क्या। यस्तो स्पिडमा गएको थियौँ कि साथीहरू के थाहा झन्डै मरेको हामी त। त्यही हो साथीहरू, तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्छ सबैजनाले हेरेर लाइक कमेन्ट सेयर च्यानललाई सब्सक्राइब गर्न चाहिँ कहिले पनि नभुल्नु होला। अनि त्यही हो अब चाहिँ म त्यस्तो धेरै भिडियोहरू पनि लिएर आउँदिनँ होला, अरू बेला लिएर त आएको थिइनँ। त्यही पनि अब एक्जाम आउँदैछ हाम्रो चाहिँ, कहिले 11 गतेदेखि हाम्रो एक्जाम छ। अनि 12 सकेर चाहिँ म यस्तो राम्रो भिडियोहरू लिएर आउँछु भन्ने सोचेको छ। 100मा 100% गर्नेछु। सजल गर्ने हो नि होइन, सजलले भनेपछि सक्यो हामी गर्छौँ। ल आजलाई यति भन्दै म चाहिँ यहाँबाट बिदा लिन जान्छु। हस् त बाई बाई।